ऋषि धमला राजनीतिमा लाग्न लागेको भन्ने पोस्ट रुटिन अफ नेपाल बन्दले हालेपछि मैले यो कमेन्ट गरेको थिएँ। ऋषि धमलाको सो बिना यो चुनाव खल्लो हुने भयो। तर म गलत थिएँ, किनभने उनले लिने चुनावी अन्तर्वार्ताले भन्दा पनि उनको भोट माग्ने तरिकाले निर्वाचनलाई झन रोमाञ्चक बनाउने सङ्केत देखिन थालिसकेको छ। जस्तो ऋषि धमलाको भोट माग्ने स्टाइलहरू हेर्नुहोस्। भोट माग्नका लागि उनी कतै उहु काट्दैछन्, कतै ट्र्याक्टर र साइकल चलाउँदैछन्, कहिले काठ काट्छन्, कहिले आफूले लगाएको माला र खादा मतदातालाई लगाउँदै अङ्गालो मार्छन्, कहिले वडाध्यक्षलाई जनताको समस्या समाधान गर्न भन्दै मलिलो स्वरमा अनुरोध गर्छन्। जनता ठुलो समस्यामा छ वडाध्यक्ष, म तपाईँको वडामा आएँ, जनताहरू धेरै पीडामा छन्। कहिले इमोसनल हुन्छन्, रुन्छन्, यतिसम्म कि अब रौतहटमै घर बनाएर यतै बस्नेसम्मको कसम खान्छन्। अब म रौतहटमै घर जम गर्नेछु, म यहाँ आउँछु, यहीँ बस्छु, यहीँ खान्छु। लामो समय पत्रकारिता गरेका ऋषि धमला यति बेला आम जनता पार्टीबाट रौतहट क्षेत्र नम्बर 4 को उम्मेदवार बनेका छन् र उनको यस्तो रूप अहिले रौतहटवासीले प्रत्यक्ष देखि मात्रै रहेका छैनन्, भाइरल क्लिपहरूबाट हामी सबैले देखिरहेका छौँ। अब तपाईँलाई लाग्दो होला ऋषि धमलासँग अरू के नै अपेक्षा गर्न सकिन्छ। उनी पत्रकारिता गरिरहँदा पनि यस्तै रूपहरू देखाउने गर्थे। मान्छे मार्न पाइन्छ? मान्छे मारेर शासन सत्ता चलाउँछु भन्ने असम्भव संसारमा। तर ऋषि धमलाको यस्तो भिडियो हेर्दा अचम्म नमान्नु भयो हुन्छ, किनभने यो रूप धमलाले मात्र देखाउँदैनन्। निर्वाचन आउँदा हामीले कयौँ उम्मेदवारहरूबाट यस्तै खालका चटक र नौटङ्कीहरू देख्छौँ। भोट माग्ने यस्ता अजिबो गरिब तरिका देख्नु निर्वाचनको समयमा हामी सबैको रुटिन नै भइसक्छ। जस्तो अनलाइन खबरको यो समाचार हेर्नुहोस्। आजभन्दा 12 वर्ष पुरानो अर्थात् 2070 सालको निर्वाचनको समयको समाचार हो यो। दोस्रो संविधान सभाको निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर 3 बाट पूर्व उपसभामुख तथा नेकपा एमालेका नेता भोजराज जोशी उम्मेदवारका रूपमा उठेका थिए। भोट माग्ने क्रममा उनको समूहले एक कृषकको एक कट्टा खेतको धान नै काटिदिएका थिए। त्यो बेलामा अचम्म मान्दै उक्त किसानले अनलाइन खबरको पत्रकारसँग भनेका थिए, म खेतमा धान काट्दै थिएँ, एक्कासी 10-12 जनाको हुल आयो, नमस्कार हामी नेकपा एमालेका उम्मेदवारसहित आएका छौँ, हामी पनि तपाईँलाई धान काटेर सहयोग गर्छौँ भन्दै मेरो एक कट्ठाको धान काटिदियो। यसरी पूर्व डिआइजी नवराज सिलवाल हुन् वा काङ्ग्रेस नेता विश्वप्रकाश शर्मा। भोट माग्दा धान काट्ने चलन त पुरानै हो। अझ राजेन्द्र महतोको स्टाइलदेखि आर्जु राणाको स्टाइल पनि अलगै छ। यस्तै 2079 सालको निर्वाचनमा मेलम्ची नगरपालिकाको 10 नम्बर वडाका काङ्ग्रेस उम्मेदवारले मतदाताको खुट्टा ढोक्दै 1000 को नोट राखेका थिए। 2074 सालको निर्वाचनमा कास्की क्षेत्र नम्बर 2 को प्रदेश कबाट उम्मेदवार भएका काङ्ग्रेस नेता गुरुप्रसाद बरालले त रोबोट नै प्रयोग गरेर आफ्नो लागि भोट मागेका थिए। अब यो भिडियो हेर्नुहोस्। यसमा पनि नेकपा एमालेका कार्यकर्ताले जाँतो पिस्न सघाउँदै भोट मागिरहेका छन्। अझ एमालेलाई भोट नदिए वृद्ध भत्ता नै खोसिनेसम्मको धम्की दिँदैछन्। त्यस्तै जेनजी अगुवा भनिएका सुदन गुरुङको यो भिडियो हेर्नुहोस्। घर दैलो अभियानका क्रममा उनले भारी बोकेर मतदातालाई रिजाउन खोजिरहेका छन्। भोट माग्न नेताहरू केसम्म गर्दैनन् भन्ने उदाहरण हेर्न त माधव कुमार नेपाललाई हेर्न सकिन्छ। उनले गाउँमा गएर भोट माग्दै यस्तोसम्म भनेका थिए, बिना ढेउवाके फ्री भिसा फ्री टिकट। र आर्जु राणाले पनि फ्री भिसा फ्री टिकटको यसरी कुरा मात्र गरिनन्। मलेसिया जानलाई कसैले मलाई अलिकति कोटा दिन्छु भनेको छ, फ्री भिजा फ्री टिकटको। हेलिकप्टर चढेर आउन सक्ने उम्मेदवारलाई मात्र भोट दिन भनिन्। जसरी आज हामी हेलिकप्टरमा आयौँ, आजभन्दा 10-15 वर्ष अगाडि कतिजना हेलिकप्टरमा उडेर आउन सक्ने क्षमता बनाउन सक्ने मान्छेलाई छान्नुहोस्। अनि काङ्ग्रेसको मेयर नभएको ठाउँमा बजेटै नपठाउने धम्की पनि दिइन्। जब काङ्ग्रेसको मेयरै हुनु त हामी किन पैसा पठाउँछौँ? सो यो कुरालाई पनि ध्यान दिएर यो करुवा सरुवा हरुवा पार्टीहरूलाई भोट नहाल्नुहोस्। रासपाबाट उम्मेदवार भएका अमरेश कुमार सिंहले पनि बालेन सरकारको सबैभन्दा शक्तिशाली मन्त्री हुने दावी गरिरहेका छन्। बालेनको टिमको सबभन्दा ठुलो मन्त्री, ठुलो होइन सानो मन्त्री पनि होइन, सानो मन्त्रीलाई रिजार्भ बनाइदिन्छु। एमालेको सरकार आए महेश बस्नेतले पनि आफू ओली सरकारको गृहमन्त्री बन्ने भनेर दावी गरिरहेका छन्। प्रधानमन्त्री केपी ओली बनेपछि गृहमन्त्री को बन्छ भनेर सोध्नु भयो होला। अनि यस्तै रुकुम पुगेर प्रचण्ड मयूर नाच्दैछन्। अनि नुवाकोट 2 मा रासपाका अच्युतम लामिछानेको शैली हेर्नुहोस्। उनी मतदाताको खुट्टा ढोक्दै यसरी भोट मागिरहेका छन्। पुरानो दलका उम्मेदवारहरू होस् वा नयाँ, 20 वर्ष पहिले वा अहिले, यसरी निर्वाचनभरि नेताहरूको विभिन्न चटक र नौटङ्की देखिने नै छ। अब चुनावभरि कहिले देखा नपर्ने नेताहरू देखिनेछन्। भए नभएको साइनो लगाउनेछन्, भोट माग्नेछन्।
र यो शैली नेपाल र भारत जस्तो देशहरूमा एकदमै प्रचलित छ। जस्तो राजस्थानको एउटा कलेजको विद्यार्थी निर्वाचनमा देखिएको यो दृश्य हेर्नुहोस्। उम्मेदवारहरू सडकमा लम्पसार परेर मतदाताको खुट्टा नै समाएर भोट माग्दैछन्, जसरी ऋषि धमालाले मतदाताको हातमा चुम्बन गर्दैछन्। अब प्रश्न उठ्छ, वर्षौँसम्म एसी कोठा र महँगा गाडीमा सयर गर्ने नेताहरू चुनाव आउन साथ किन धान काट्न, भारी बोक्न र मतदाताको खुट्टा ढोक्न पुग्छन्? यसको पछाडि केही गहिरो मनोवैज्ञानिक र रणनीतिक कारणहरू छन्। एक अध्ययनको अनुसार मतदाताहरू एजेन्डाभन्दा पनि नेताहरूको उपस्थितिबाट बढी प्रभावित हुन्छन्। त्यसैगरी यो अध्ययन अनुसार दक्षिण एसिया, विशेष गरी भारत र नेपालसँग मिल्दोजुल्दो समाजमा नेताहरू कसरी युवाहरू र मतदाताको बीचमा उपस्थित भएर आफ्नो प्रभाव जमाउँछन् भन्ने कुराको विश्लेषण गरिएको छ। भोट माग्नको लागि धान काट्ने वा जनतासँगै बस्ने जस्ता कार्यहरूलाई यसले पर्फर्मेटिभ पोलिटिक्सको रूपमा व्याख्या गरेको छ। नेताहरू धान काटेर, भारी बोकेर, जेरी पकाएर वा उखु काटेर मतदाताहरूसँगको क्लास ग्याप अर्थात् वर्गीय दूरी मेटाउने कोसिस गर्छन्। चुनाव जितेर आउँछु, यही घरमा बसेर खाना खान्छु ल भन्नुस्। म तिमीहरूभन्दा फरक छैन, तिम्रो दुःखमा म पनि छु वा मलाई पनि काम गर्न आउँछ। उनीहरू यस्तै सन्देश दिन चाहन्छन्। भारतमा नरेन्द्र मोदीले झाडु लगाएको वा गङ्गामा स्नान गरेको दृश्य र नेपालमा नेताहरूले धान काटेको दृश्य एउटै रणनीति हो। द इमेज अफ कमन म्यान देखाउनेको कन्सेप्ट हो। उनीहरूलाई लाग्छ आजको जमानामा जे देखिन्छ त्यही बिक्छ। अझ ऋषि धमाला जस्ता पात्रहरूलाई त राम्रोसँग थाहा छ कि एउटा लामो र गम्भीर राजनीतिक भाषणभन्दा उखु काटेको वा रोएको भिडियो छिटो भाइरल हुन्छ। यो मतदाताको दिमागमा एक प्रकारको सब्लिमिनल छाप छोड्ने डिजिटल अस्त्र हो। अनि अझ जब कुनै नेतासँग बेरोजगारी, महँगी वा भ्रष्टाचार जस्ता जटिल प्रश्नको उत्तर हुँदैन, तब उनीहरू सेन्टिमेन्टल कार्ड खेल्न थाल्छन्। खुट्टा ढोक्नु, रुनु वा आत्मदाहको कुरा गर्नु मतदाताहरूलाई भावनात्मक रूपमा कमजोर बनाउने रणनीति हो। यसले दोधारे मतदाताको मनमा बिचरा कति दुःख गरेको छ, एकपटक मौका दिउँ न त भन्ने सहानुभूति जगाउँछ। अघिपछि सुरक्षाकर्मीको घेरामा हिँड्ने र भेट्न महिनौ कुर्नुपर्ने नेताहरू चुनावमा जनताको भान्सासम्मै पुग्छन्। यसको मुख्य उद्देश्य भनेको म पहुँच बाहिरको मान्छे होइन, मलाई तिमीले सजिलै भेट्न सक्छौ भन्ने भ्रम छर्नु हो। यो काम प्रचण्डले गरिरहेको देख्न सकिन्छ। यति बेला उनी पूर्वी रुकुम पुगेर जनतासँगै मकै खाइरहेका छन्। हाम्रो नेपाली समाजमा अझै पनि नेतालाई दाता र जनतालाई माग्नेको रूपमा हेर्ने चलन छ। नेताले जनताको घरमा पुगेर सानो काम सघाउँदा मतदातालाई नैतिक बन्धनमा पार्छन्। उनीहरूले अप्रत्यक्ष रूपमा यो सन्देश दिइरहेका हुन्छन् कि मसँग शक्ति छ, तर म तिम्रो लागि झुक्न तयार छु। तर नेताहरूले के कुरा बिर्सिनु हुँदैन भने अहिलेका जनता हिजोको जस्ता छैनन्। पटक पटक एउटै नाटक हेर्दा हेर्दा अब मतदाताहरू यस्ता चुनावी सर्कसबाट थाकिसकेका छन्। हिजोका दिनमा नेताले धान काटिदिएको भरमा गाउँको सबै भोट आउँथ्यो होला, तर आजको स्मार्टफोन बोक्ने पुस्ताले नेताको हातमा भएको हँसियालाई मिम बनाइदिन्छन्। जनताले नेताबाट चटक होइन, भिजन खोजिरहेका छन्। चुनाव भनेको एजेन्डा, भिजन र आगामी 5 वर्षको मार्गचित्रमाथिको बहस हुनुपर्ने हो। तर दुर्भाग्यवश हाम्रो निर्वाचन भिजनको लडाइँभन्दा पनि अभिनयको प्रतिस्पर्धा जस्तो बन्न थालेको छ। ऋषि धमालाले उखु काट्नु वा कसैले रोबोट ल्याएर भोट माग्नु, यी सबै क्षणिक मनोरञ्जन मात्र हुन्। मतदाताले बुझ्न जरुरी छ कि चुनावमा धान काट्ने हातले संसदमा गएर नीति बनाउँछ कि बनाउँदैन। अङ्गालो हालेर रुने नेताले भोलि जनताको समस्यामा आँसु पुज्छ कि पुज्दैन, र फ्री भिजा, फ्री टिकटको प्रलोभन देखाउनेहरूले देशमै रोजगारी सृजना गर्ने ल्याकत राख्छन् कि राख्दैनन्। कोट पाइन्ट लगाएर उखु बोक्ने ऋषि धमाला हुन् वा कालो चस्मा लगाएर भारी बोक्ने सुदन गुरुङ, मयूर डान्स गर्ने प्रचण्ड हुन् वा नेवारी पोसाक फेर्दै सांस्कृतिक भ्रम छरिरहेका जगदीश खरेल नै किन नहुन्, किताब बेच्ने महावीर पुन हुन् वा दम्बको भ्यू टावरमा बसेर जेनजीलाई आतङ्कारी देख्ने केपी ओली। के यिनीहरूले भोलि संसदमा गएर जनताको वास्तविक वर्गीय भारी बोक्लान् त? जेनजीको माग सम्बोधन होला त? जनताको वास्तविक वर्गीय समस्या, महँगी, बेरोजगारी र शोषणलाई सम्बोधन गर्लान् त? महँगीले जनताको ढाड सेकिसकेको छ, बेरोजगारीले युवालाई राजधानीको लाइनमा उभ्याएको छ र शोषणको जालो झन् कसिलो हुँदैछ। यस्तो बेला रिल्समा मुस्कुराउने नेताले संसदमा पुगेपछि कसको पक्षमा कानुन बनाउँछ? कर्पोरेट घरानाको कि तपाईँ हाम्रो? कि अब नेपालको चुनाव मुद्दामा होइन, कसको भिडियोमा कति लाइक्स आउँछ र कसले कति राम्रो ब्याकग्राउन्ड म्युजिक हाल्छ भन्नेमा सीमित भएको हो? हामीले चुनेको प्रतिनिधिले संसदमा गएर नीति बनाउने हो कि रिल्स बनाउने हो? यो डिजिटल कन्टेन्टको लडाई वास्तवमा पुँजीवादको नयाँ अवतार होइन र? प्रश्न ती नेताहरूलाई मात्र होइन, हामीलाई पनि हो। हामी नेता चुन्दैछौँ कि इन्फ्लुएन्सर? हामी मतदाता हौँ कि केवल फलोअर्स मात्र? नेताहरूले गर्ने यस्ता चटकहरूलाई फेसबुक र टिकटकहरूमा हेरेर हाँस्नु एउटा कुरा होला, तर तिनै चटकको आधारमा आफ्नो अमूल्य भोट दिनु अर्को कुरा हो। निर्वाचनलाई रोमाञ्चक बनाउनु राम्रो हो, तर यसलाई नौटङ्की बन्न नदिनु हामी मतदाताकै जिम्मेवारी हो। त्यसैले हामीलाई 5 वर्ष मनोरञ्जन दिने कलाकार चाहिएको हो कि हाम्रो जीवनमा परिवर्तन ल्याउने प्रतिनिधि?
त्यसैले नेताको अभिनयलाई होइन उसको नियत र नीतिलाई हेरौँ किनभने यस्ता सिम्बोलिक कामहरूले क्षणिक चर्चा त देला तर सचेत मतदाताले अब नेताको चटक होइन चरित्र खोजिरहेका छन्। अबको चुनाव केवल धान काट्ने र भारी बोक्ने प्रतिस्पर्धा होइन बरु कसले देशको समस्यालाई जरादेखि उखेल्न सक्छ भन्ने एजेन्डाको लडाइँ हुनुपर्छ। तपाईँलाई चाहिँ के लाग्छ आफ्नो विचार कमेन्ट गर्नुहोस् र हामीले बनाइरहेको भिडियो र उठाइरहेको विषयवस्तु तपाईँलाई मन परिरहेको छ भने च्यानललाई सब्सक्राइब गरेर अनि छेउमा रहेको बेल आइकनलाई थिचेर प्रोजेक्ट कुरा परिवारमा जोडिनु होला। आजलाई यति नै, अर्को भिडियोमा फेरि भेटौँला। यो भिडियो पुरा हेर्नुभएकोमा धन्यवाद।